नमस्ते। आज 2082 सालको माघ महिनाको पहिलो शनिबार म गोर्खाको गोरखकाली मन्दिरमा छु। पुस 27 गते सम्भवतः ज्ञानेन्द्र शाहले सम्बोधन गर्दाखेरि गोरखकाली माताले सबैको रक्षा गरून् भन्ने जस्तो लाग्थ्यो। पहिला पशुपतिनाथले रक्षा गरून् भने जस्तो अहिले गोरखकालीले गोरख माताले रक्षा गरून् भन्नुभएको थियो। त्यही भएर आज यो अवसर चाहिँ जुट्यो। यो अवसर जुट्याउनेमा मित्र क्यामेराम्यानलाई एकदमै नाम पनि भन्नुपर्ने नाम भन्नु भनेर रिसाइरह विशेषलाई एकदमै धेरै धन्यवाद छ। यो नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको उद्गम स्थल पनि भयो, यहाँबाट बिगिनिङ भयो। अनि त्यही माथि पनि अब यो राज संस्था सम्बन्धी पनि एकदम चेत भएको ठाउँ भयो। प्लस यसमा चाहिँ कम्युनिस्टको उदयको एउटा जुन छ नेपालमा कम्युनिस्टको उदय गर्ने बाबुराम भट्टराई उहाँको जिल्ला पनि एक भयो। त्यही भएर यो राजनीतिक रूपमा एकदमै बढी नै महत्त्वपूर्ण ठाउँ स्थानको रूपमा चाहिँ यो उसलाई लिइन्छ। म चाहिँ के कल्पना गरिरहेको छु भन्दाखेरि पृथ्वीनारायण शाहलाई के लोभ लाग्यो होला पनि यहाँ पुरा यो देखेको जति सब मैले मेरो बनाउँछु भन्ने लोभले या त्यो एउटा आत्मविश्वासको कारणले गर्दाखेरि सिलिङ स्याट पारिदियो सबैलाई। कस्तो त्यो मान्छेले क्या रणनीति ल्यायो होला होइन, यो ठाउँबाट कस्तो तरिकाबाट भूमिका खेल्यो होला, कालु पाण्डेको भूमिका के होला, त्यति बेलाको त्यो गाइनेहरूको भूमिकाहरूको कुराहरू पनि छ। मकवानपुरमा आक्रमण गरेको, त्यसपछि लमजुङ तनहुँ र कास्कीलाई 3 सर्पहरू भनेर लगेको त्यो रणनीति तय गर्ने त्यति बेलाको उसहरू हुँदै हुँदै त्यो स्टार्ट भएर अनि पछिल्लो ज्ञानेन्द्र शाहसम्म आइपुग्दाखेरि कति पुस्ता हो थाहा भएन, मैले चाहिँ एक्ज्याक्टली बिर्सेँ। यहाँ आउँदाखेरि चाहिँ त्यो हुन त हाम्रो पनि गलकोट पनि त 2224 राज्यमध्येको एउटा राज्य थियो होइन, त्यस्तै मध्येको राज्य यो थियो, यो गोर्खा राज्य भयो। यहाँबाट शङ्खध्वज गरेको नेपालको एकीकरण गर्नको लागि पृथ्वीनारायण शाहले त्यत्रो काँगडा टिस्टासम्मको भूगोललाई एकीकरण गर्न सक्नु, अनि ब्रिटिससँग सुगौली सन्धि भएर जुन अवस्था अहिले जुन छ त्यसमा आउनु इज अ भेरी एकदमै इतिहास फेरि एकचोटि पढेर आउनु पर्ला जस्तो लाग्यो। किनकि इतिहास त्यो चाहिँ बिर्सेको जस्तो लाग्यो मैले चाहिँ यो, किनकि भनेर आफ्नै कथा खान होइन, पृथ्वीनारायण शाह जन्मिँदा कुरा होइन, पृथ्वीनारायण शाह कान्छीपट्टिको छोरो भएर पनि फर्स्ट जन्मेर राजा बन्नु, त्यसपछि चाहिँ यो पृथ्वीनारायण शाह होइन, त्यसपछि चाहिँ यो करम भङ्ग भएर चाहिँ यो वीरेन्द्र वीर विक्रम छ नि, यो वीरेन्द्रको अगाडि, ज्ञानेन्द्रको अगाडि, महेन्द्रको अगाडि, सुरेन्द्रको अगाडि होइन, त्रिभुवनको अगाडि यो क्रम भङ्ग भएको कारणले गर्दाखेरि आउनु, अनि त्यो समयमा चाहिँ अब भीमसेन थापाहरू जस्ता प्रधानमन्त्रीहरू हुनु, इन्ट्रेस्टिङ यो कुराहरू चाहिँ इन्ट्रेस्टिङहरू छ होइन। त्यही माथि पनि अझ उसमा जाने हो भने गोपाल वंशीहरूको कुराहरू काठमाडौँमा आफ्नै किसिमले छ। त्यो काठमाडौँलाई एकीकरण गर्दाखेरि अपनाएका रणनीतिहरू आफ्नै ठाउँमा छन् होला। त्यस्तो सम्पन्न उसहरूमा राज्यलाई पनि आक्रमण रणनीतिक तवरले फेल पार्नु आफैमा एक अद्वितीय साहसको प्रतीक हो जस्तो लाग्छ है मलाई चाहिँ। म इमेजिन गरिरहेको छु पृथ्वीनारायण शाहले कसरी सोच्दा हुने यहाँबाट हेर्दाखेरि, यस्तो तरिकाबाट देखेर हामी त्यो हिमालहरूको नाम के हो, गणेश हिमाल के हिमाल समथिङ के हिमालहरू छ, यो सबैलाई एक बनाउँछु भनेर लागेको मान्छेले कहाँसम्म देख्यो होला नि, यहाँबाट हेर्दाखेरि त त्यही डाँडाले छेकिरह है पृथ्वीनारायण शाहले उहाँ कहाँसम्मको सोचेर चाहिँ आक्रमण गऱ्यो होला। ह्युज रेस्पेक्ट।